नेक्स्ट मिसिङ हामी ब्याक अगेन विथ न्यू भिडियो। सो अस्ति चाहिँ मेरो एचएमको इक्जाम थियो अनि मेरो एचएमको इक्जाम चाहिँ राम्रो भयो। अब यस्तो सारेर केही गरेर सारेर आफूले लेखेर मैले पुरै लेखेँ, एउटा छोडिनँ। अनि पछि झन् सबैभन्दा झन् मैले सजिलो एचएमको इक्जाम सजिलो सोचेर गएको थिएँ होइन। लास्टमा त एचएमकै गाह्रो परिरहेको अनि सबै इक्जाम राम्रो भएन, तर सबै इक्जाम राम्रो भयो मेरो। अनि पछि सबै इक्जाम सजिलो भएको थियो, तर एचएमको चाहिँ अलिकति गाह्रो आइरहेको। एक्जामको चाहिँ गाह्रो हुन्छ जस्तो लाग्यो, तर अब यसो मैले पछाडि हेरेर केही गरेर अब पुरै लेखेँ। सो तिम्रो नि एचएमको इक्जाममा यस्तो भयो भने चाहिँ आई थिङ्क तिमीले नि रिलेट गर्न पाउँछौ कि। लाइक मेरो साथीहरूले पनि भनिरहेको थियो कि जस्तै हुन्छ नि, यो म्याथको त सजिलो आएको थियो साथी, अनि फिजिक्स र केमिस्ट्रीको चाहिँ गाह्रो आएको थियो कि। लाइक पुरै सब्जेक्टमा चाहिँ सजिलो गरिदिने अनि लास्टमा एउटा सब्जेक्टमा कस्तो गाह्रो निकालिदिएको र झन् एचएमको पनि झन् सजिलो झन् सजिलो आउँछ भनेर म ढुक्क भएर गएको, त लास्टमा गाह्रो आइदिइरहेको कि। सो तिमीहरूलाई नि यस्तो भएको छ भने यो भिडियोलाई लाइक गर र तिम्रो कुनै साथीसँग एचएम लिएको साथीसँग यस्तो भएको छ भने त्यो साथीलाई यो भिडियो सेयर गर। आजको लागि चाहिँ यति नै। आई सी यु गाइज इन द नेक्स्ट भिडियो। till then stay happy, stay single, bye। ल म गएको जो बिचारेर हेर्नलाई। That's it for today, guys.